साथीहरू यो फलफुलको क्यारेट मेरो घरमा कहिलेदेखि बसिरहेको थियो। यिनीहरूलाई मैले आज युज गर्दैछु। अब यिनीहरू दुईटालाई चाहिँ मैले मजासँग बलियोसँग बाँधिरहेको छु। मसिनो तार थियो घरमा, त्यसैले र बाँधिसकेपछि यिनीहरूलाई राम्रोसँग सफा गरिरहेको छु। पुरानो भएर फोहोर पनि भइरहेको थियो र पखालिसकेपछि यिनीहरूलाई केही बेर घाममा सुकाइदिएँ र सुकेपछि अब म यिनीहरूलाई पेन्ट लाउँदैछु। भित्रको सबै भागहरूमा पेन्ट लगाएपछि अब माथिको पनि पेन्ट लाएँ। सबैतिर राम्रोसँग पेन्ट लगाइसकेपछि पेन्टलाई पनि म केही बेर चाहिँ घाममा सुक्न दिन्छु। लाउँदा पनि कति ठाउँ सुकिसकेको छ। अब पेन्ट लगाइसकेपछि अब यिनीहरूमा राख्ने गमला पनि पेन्टकै बट्टा थियो, त्यसैलाई कलर लगाएर म राख्दैछु। यसमा हेभी भन्दा सानसानै राम्रो देखिन्छ। कस्तो लाग्यो साथीहरू?